नमस्कार साथीहरू, आजको यो भिडियोमा हामी चर्चा गर्न गइरहेका छौँ क्रिकेटको दुई फरक यात्रा, नेपाल र इङ्ल्यान्ड। एकातिर सङ्घर्ष, मेहनत र सपना, अर्कोतिर इतिहास, अनुभव र विश्वस्तरको खेल। नेपाली क्रिकेट टिम आजको केवल सहभागी मात्र होइन, नेपाल आज प्रतिस्पर्धी बनेको छ। रोहित पौडेलको नेतृत्वमा टोलीले शान्त, संयमित र आक्रामक क्रिकेट देखाइरहेको छ। दिपेन्द्र सिंह ऐरी नेपालको सबैभन्दा भरपर्दो अलराउन्डर, ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा टिमको मेरुदण्ड। सोमपल कामीको गति र स्विङ, करण केसीको डेथ ओभर स्पेल, ललित राजवंशी र सन्दीप लामिछानेको स्पिन। नेपालको बलिङ आक्रामक, कमजोर छैन, सीमित स्रोत र असीमित हौसला, यही हो नेपाल क्रिकेटको पहिचान। अब कुरा गरौँ इङ्ल्यान्डको। क्रिकेट इतिहासमा नाम लेखिसकेको टोली, विश्वकप जितेको अनुभव र हरेक खेलाडीमा आत्मविश्वास। जोस बटलर आधुनिक क्रिकेटको विस्फोटक ब्याट्सम्यान, केही ओभरमै खेल पल्टाउने क्षमता। इङ्ल्यान्डको टोलीको विशेषता भनेकै निडर र आक्रामक खेल, हारको डर बिना खेल्ने शैली। एकातिर इङ्ल्यान्डको अनुभव, अर्कोतिर खेलाडीको जोस। अर्कोतिर नेपालको जोस, एकातिर स्थापित शक्ति, अर्कोतिर उदाउँदो सम्भावना। यदि नेपाललाई ऐतिहासिक जित निकाल्नु छ भने आफ्नो स्पिन शक्तिको भरपुर प्रयोग गर्नुपर्दछ। नेपाल र इङ्ल्यान्ड बिचको यो खेल इन्डियाको वानखेडे स्टेडियममा हुन गइरहेको छ। यो मैदानमा ठुलो स्कोरका खेलहरू हुने गर्दछन्। यहाँ फास्ट बलरलाई इनस्विङ गराउन मद्दत मिल्छ। यदि नेपालले इङ्ल्यान्डलाई हराउन छ भने उत्कृष्ट ब्याटिङका साथै पावर प्ले र डेथ ओभरमा राम्रो बलिङ गर्नुपर्ने हुन्छ। नेपालले इङ्ल्यान्डका ओपनरहरूलाई पावर प्लेमा नै आउट गरेर मोमेन्टम आफूतर्फ सार्नुपर्छ। तपाईलाई के लाग्छ, नेपालले टस जितेमा ब्याटिङ वा बलिङ के लिँदा ठिक होला? तल कमेन्टमा प्रतिक्रिया दिनुहोस्। तपाईको विचारमा के लाग्छ, नेपालले इतिहास रच्ला कि इङ्ल्यान्डले आफ्नो प्रभुत्व देखाउला? कमेन्टमा आफ्नो सोच लेख्नुहोस्। भिडियो मन परे लाइक, सेयर र सब्सक्राइब गर्न नबिर्सिनुहोस्। जय नेपाल, जय क्रिकेट। धन्यवाद।